खै मर्निङ भनेको अङ्कललाई गुड मर्निङ साथीहरू। भकुन्डे बेसी होइन, भकुन्डे बेसी आइसक्यौँ। अब के गर्छौँ अब थाहा छैन। खाजा खान्छौँ हजुर। हुन्छ हुन्छ ए ड्राइभर चाहिँ उता गएर चाहिँ लाइट नझर्ने भन्नुहोस्। झर्छौँ, खाजा खान्छौँ, चिया खान्छौँ, त्यसपछि फेरि लाग्छौँ होला होइन। भिडियो बनाउनु किन नदिएको मलाई, भिडियो बनाउनु किन नदिएको मलाई, भिडियो बनाउनु दिँदैन मलाई। तिमी मात्रै लास्टमा निक्लिनुहोस्। यहाँबाट खाजासाजा खान्छौँ होला, त्यसपछि निस्किन्छ होला। बिहान 4 बजीतिर निस्केको, बिहान राति थियो नि त, भिडियो बनाउनु पाएन। अनि त्यो मेरो अर्को युट्युब पनि थियो, मेरो त्यो अर्को युट्युब चाहिँ क्विट भयो। अन्त त्यो धेरै सब्सक्राइबर पनि थिएन। त्यो उता विदेशको जिमेलबाट खोलेको थियो, अन्त त्यो जिमेलबाट चाहिँ हुँदै भएन। अर्को जिमेल आइडी भनेर चाहिँ फेरि बनाएको छु। त्यही हो। भाउजू र नानीहरू निस्किसक्यौँ, फुपू पनि निस्किसक्यौँ। तिमीहरू म निस्किनु पर्छ अब। हस्, के खाने अब? यो पुरा मलाई भिडियो बनाउनु दिएको छैन आज। भिडियो बनाउनु दिएन यार अङ्कललाई आज। अङ्कल त नाचमा छ ल है त। भाउजू फुपूहरू बुनु अनि छोरी चाहिँ त्यहाँ निस्किसक्यौँ। हामी दुई भाइ चाहिँ यहाँ छ है। दुई भाइ अब एकछिनमा निस्किनुपर्छ। फुपू र जाने अब यता हेर, यता यता हेर, यता हेर। मैले यहाँ खाजा आयो, अन्डा, चना अनि चना। रोटी खाने तपाईँ भाउजू? नानी बहिनी र फुपू चाहिँ केही नखाने भन्छ। हाम्रो चाहिँ अब हामी त खानु परिहाल्यो नि। भाउजू पनि हामी चाहिँ खाजा खान्छौँ। भाउजू र म खाजा खान्छौँ। त्यसपछि आज भिडियो बनाउनु नदिनु भयो खाने। जिसु हेलो जिसु अन्डा गुड मर्निङ सबैजनालाई नमस्ते। मेरो नयाँ च्यानलमा स्वागत छ। अनि आज चाहिँ हामी काठमाडौँको यो भकुन्डो बेसीमा आइपुगेको छौँ। गाउँ जाँदैछौँ। चिया खाजा खाइसक्यौँ सबैजनाले, खाँदै हुनुहुन्छ उता। म चाहिँ बाहिर निस्केको। अनि बिहानै ट्रेनिङ गर्दै हुनुहुन्छ यतातिर, ट्रेनिङ सक्नुहुन्छ। अन्त अब हामी यहाँबाट एकछिन पछि निस्किन्छौँ। अनि त्यसपछि अब कहाँ हुन्छ हामी देखाउँदै जान्छौँ। अनि सो अब चाहिँ हामी खाजासाजा खाएर चाहिँ अब गाडीमा बसिसक्यौँ। यहाँ चाहिँ हेर हेलो भन्दा। अन्त अब चाहिँ हामी चाहिँ जानु लागेको यसपछि। अन्त अब एकछिन पछि लेट्स गो यामी चिएम थापा मगा चिएम थापा मगा। कस्तो बिग्रेको रहेछ बाटो पनि हेर्नुहोस् त, तपाईँहरूले देख्न सक्नुहुन्छ। पहिरो गएर आज धेरै छ काठमाडौँदेखि सोलो जाने गाडीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो बिग्रेको रहेछ पहिरो आएर। सो तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। भाइ पनि गाडीमा निदायो। मलाई पनि निद्रा आउँछ, तर पनि भाइको लागि सेभ गर्नु पऱ्यो नि त। भाइको लागि म पनि निदायो भने त फेरि भाइलाई गाह्रो हुन्छ।
त्यो भएर म चाहिँ ननुहाइदै बसेको, घाम लागिरहेछ। जिएम भाइ पनि उठिसक्यो, अघि सुतेको थियो, अहिले उठेको छ। घाम लागिरहेछ नि त, यो फेरि सुत्दै उठ्दै गरिरहेछ नि त। ठिक छ केटालाई। पछाडि जिसु र भाउजू छ। ल अब हामी चाहिँ खुर्कोट आइपुगिसक्यौँ। अन्त पुगोहरू उता सुन्तला किन्नु जानुभएको छ। उता पुच्चीमा बसिरहेको छ, जिसु बेबी उता छ पछाडि। अन्त अब सुन्तलाहरू किन्छौँ, अनि त्यसपछि जान्छौँ अब घुरमा गएर खाना खान्छौँ। अब त्यहीँनिर भेट्नुपर्छ है त साथीहरू। के गरेको जिसु बेबी? हेलो भने खोइ झिझो नगर म। सो यहाँ हिरो चाहिँ यहाँ छ। ढाड दुख्ला जस्तो भयो साथीहरू, ढाड दुख्ला जस्तो भयो बस्दा बस्दा। न ल, सो अब चाहिँ घरमै आइपुग्यो। अब खानासाना खान्छौँ, के छ बस्नु। ल त्यता हो हिरो, कम भन्नु फोगो भाउजू त्यहाँनिर छन्। हामी त्यहाँ घरमै आइसक्यौँ, खानासाना खान्छौँ, त्यसपछि जान्छौँ बिहान 4 बजी उता भोलिखेलतिर चाहिँ खरेको है। त्यसपछि बाटोमा यस्तो गाह्रो भयो कि मलाई पनि लागिरहेको थियो, जिउ पनि दुखिरहेको छ। यो पुच्ची पनि थियो, पुच्चीले मलाई भिडियो बनाइदिएन धेरै है। त्यसलाई के बोलेको मन नफुको छ। अब खानासाना अर्डर गर्छौँ, क्या खाना खाँदै हुन्छ भाउजू, फुल पनि खाना खाँदै हुनुहुन्छ। मेरो खाना आइसक्यो। बियर खाँदैछ, बियर होइन। अब म पनि खान्छु, त्यसपछि एकछिनमा भेटौँ। फेरि भाइ सुतेर मस्त सुतेको छ भाइ। जिसु बेबी चाहिँ पछाडि गएर
के भनिरहेछ थाहा छैन मस्त छ जेसीबी बेला पनि यो चाहिँ गाउँ हो ओखलढुङ्गा सदरमुकाम हो यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ सो तेरो यो गाउँ चाहिँ देख्न सक्नुहुन्छ मेरो गाउँ हो अन्त सिसा खोला सोलुखुम्बुको सिसा खोला हो तपाईँले देख्न सक्नुहुन्छ यो